हेलो 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 साथीहरू, सबैलाई नमस्कार छ। मेरो अर्को ब्लगमा आज हामी सबैजना साथीहरू मिलेर घुम्न जाँदैछौँ। यहाँ मसँगै छ सुरेन आरसित लक्षित छ होइन। यो चाहिँ हाम्रो मानपुर गेटगाउँको बाटो रहेको छ, देख्न सक्नुहुन्छ। एकदमै निट एन्ड क्लिन छ, कालो पत्र छ, मजाको ढनान। अब हामी अब त बिस्तारै बिस्तारै तल झर्छौँ ओह्रालो। अब अगाडि हाम्रो शेरदाम, आशिष, अझै अगाडिको बाइकमा सुजन र पर्विन रहेको छ। अब हामी बिस्तारै बिस्तारै पुरा गर्दै गरौँ। यसो घुमाएर क्यामेराले अब पर्विन हाल्छ। अब हामी पुरकोट प्रस्थान गर्दैछौँ। पुरकोट गाउँ यो तलको यसो हामी भर्खरै माथिबाट झरेको है, तल आइसकेको छ। एकदमै हरियाली एकदम राम्रो छ। खोला हामी जम्मा 5 किलोमिटर छ। रोड चाहिँ यो घिरिङ गाउँपालिका मध्येको सबभन्दा राम्रो रोड यही हो। यो चाहिँ नोजपुरलाई र बन्दाई प्रदेशद्वारा बनाइएको रोड हो। यो सबै गाउँहरू देखाइदिउँ यसो। हामी पुला पुग्न 4 किलोमिटर रहेको छ भने अब देख्न सक्नुहुन्छ। त्यहाँ मेरो सँगै साथी आशिष, शेरदाङ, हामी तल एकदमै यो पारी डेढगाउँ देख्न सकिन्छ। हामी यो घिरिङ डेढगाउँ रोडमा रहेको छ। त्यो पारी पुला गाउँ हो, त्यहीँबाट पारीबाटै जान्छौँ हामी। अब हामी केही समयपछि फेरि अर्को भिडियोमा फेरि केही समयपछि भेट्दैछ है। अहिले हामी भिडियो यो पार्ट चाहिँ हामी अन्त्य गर्छौँ। हेलो हेलो हेलो, हामी अहिले फुलामा आइपुगिसकेका छौँ। फुला गाउँ देख्न सकिन्छ। अलिकति एन्टी लाइटले गर्दा अलि राम्रो आइरहेको होइन, त्यही पनि ठिक छ। मकैबारी एकदम हरियो छ। अब हामी अफरोड लाग्दैछौँ है, बिस्तारै बिस्तारै अघि बढ्दैछौँ। अफरोड देख्न सकिन्छ। हाम्रो घिरिङको फुलाबाट हामी तल झर्दैछौँ हाम्रो फारमतिर। धुलो उडिरहेको छ बाटो। हामी बिस्तारै बिस्तारै जङ्गलको बाटो झर्दैछौँ। यसो वरिपरि एकदमै जङ्गल छ, एकदम माथि साल छ। लेकिन्छ वाइन लिएर आउनु भनेको मागेर ल्याएन। छैन रहेछ अरे लेडिज वाइन छ अरे ल्याएन मैले त। के साह्रो पर्ने अवस्था हो क्या। अब कतिको पर छ जङ्गल जङ्गल कहाँ आउने अघि मात्रै क्या आएको पहिला मैले त्यो पर्ने नक्सिङ जाऊँ भनेको। हामी त घरमा गर्थ्यौँ त्यही त पानी। अहिले एकदमै भाइरल छ हाम्रो अङ्गुर भिलेज, अङ्गुर फार्म। अहिले भर्खरै पनि 4-5 वटा गाडी रिजर्भमा आएर गइसकेको छ अङ्गुर हेरेर। हामी चाहिँ अहिले अगाडि भइसक्यो, त्यो पनि जाँदै छ बिस्तारै बिस्तारै। अब एउटा खोलामा झरेपछि दिन्छ। यो पानी पर्यो भने चाहिँ हिँड्नु गाह्रो रहेछ होइन।
पानी पऱ्यो भने गाडी छ हुन्छ यस्तो चल्छ जङ्गल अघि त 3टा गाडी अङ्गुर खाने रहेछ कहाँबाट आएको हो त्यो है बेसी हो अहिले भाइरल छ नि अङ्गुर यो के छ परबिन भाइरल बोय नमस्कार सुजन भाइरल ममताले खै त सुनेन त नि मैले भिडियो रेकर्ड नगरिकन भनिस् यो खोलाइ गाडी चाहिँ हिँड्दो रहेछ सुजन अलिक लगाउँछ मुख धेरै नि त ल सिनेमेटिक खिचिदिन्छ माछा मार्ने यो ट्याक्कै यो मानपुरबाट मुनि आउने खोला हो सुजन त हरि भन्छ त्यस्तो गर्नु के अङ्गुर खेती सबैजना गएर आएको है सबै अङ्गुर फार्मबाट फर्किरह्यो फाइनल आइपुग्यो है अङ्गुर फार्ममा यो पिँडाको छ अङ्गुर धेरै प्रकारको जाउँ न सबै जाउँ न घुमाउनु कस्तो शीतल हो र घुम्न आएपछि बाँडेर हेर्दिनँ नि सजिलो देख्न सकिन्छ यहाँ टनाटन अङ्गुर फल्यो बाँदर मान्छे नै हो बाँदर यहाँ छ यो यसको अङ्गुरको हो है नहुने यो सबै नहुने खालको त नि यसमा छ गेडा नखाऊ है गाई चर यस्तो अङ्गुर दामी छ अङ्गुर 2 करोडको लगानीमा बनेको यो अङ्गुर फार्म एकदम भाइरल छ हाम्रो देख्न सक्नुहुन्छ मजाले पाकिरहेको छ खाइरहेको छ र हाम्रो सरकारी जग्गाको जाँदैछौँ यो कालो राम्रै खालको छ नाम छ है लोन भिसिएको छ सबै हेर्न आएको घुम्न आएको मान्छेहरू देख्न सक्नुहुन्छ निकै नै धेरै एरियामा यहाँ निकै नै यता देख्न सक्नुहुन्छ यता फेरि अर्कै भेराइटिजको रहेको छ यहाँ कुन खालको रहेको छ भन्दा यो सुजी रहेछ यो भयो हामी यहाँ सुजन र हाम्रो सुजनले अरू अङ्गुरको छ होइन कुन खालको छ कालो अङ्गुर कालो कालो यहाँ देखेको छैन र कलर नहस न ब्ल्याकबेरी रे क्या अब कालो बेरी यो भेराइटिजहरूको नाम पनि बुझ्नु यहाँ छ टेभिको
खै डिफ्रेन्स कति भेराइटिजको छ यहाँ लगभग 27-28वटा पाक्ने रहेछ यो काँचो बवाल छ त होइन कस्तो लागिरहेछ गाइजहरू अङ्गुर हेरेर केटाहरू चाख्दैछन् खाँदैछन् आफ्नै बारी सम्झेछन् आफ्नै गाउँठाउँमा यस्तो बवाल हुँदा चाहिँ एकदम रमाइलो लाग्दो रहेछ होइन मैले चाहिँ चाखेँ होइन चाखिदिउँ है एउटा है भर्खर औषधी हालेको जस्तो यो नमिठो छ यो सबै वाइन बनाउनलाई है स्पेसल्ली तर दामी छ होइन के छ आशिष यहाँ आएपछि के लागिरहेको एक्सपिरियन्स कुन खाउँ मनले होइन कुन खाउँ भइरहेछ किनेर लैजानु पाइन्न पाइन्छ 350 रुपियाँ केजी नखाए केटाहरू सुरेन त यो कालो अङ्गुर हो भन्दै हिँड्दै कहाँ भयो हेरेर नत्र किन खानु मान्छेहरू यत्रो यो त भर्खर के हो कि है कस्तो खाउँ लाग्दो क्या भिडियो ओभर हिट भएर भिडियो खिच्नु नमिल्नु भयो अङ्गुर यहाँ टुट्टै हुन्छ काले के गएको त भर्ती गर्न नरहे मर्नु भयो यहाँ स्पेसल बजार पठाउनलाई मर्ने गरी नखाने है गाइजहरू यो पनि भित्र बिहा हुने खालको हो यो सबै वाइन बनाउनलाई अङ्गुर देखाउनु के मान्छे देखाउनु हेरौँ न के छ टल्टेपसम्म हेरौँ यहाँ टिप्नु भएको हेरौँ न गाइजहरू अनि त्यो बेसरी त्यो डार्क ब्ल्याक भएको चाहिँ पाकेको क्या अहिले हल्का घाम आएपछि खिच्नु हुन्थ्यो क्या ल एवान अङ्गुर खा राम्रै आउँछ यो चाहिँ हाम्रो करिब 10,000 बोट बिरुवा भएको यो अङ्गुर फार्म हो घिरिङ गाउँपालिका वडा नम्बर 4 मा रहेको यो 12 विषय भन्ने ठाउँमा रहेको यो अङ्गुर फार्म हो देख्न सक्नुहुन्छ मजाले अङ्गुरहरू चाहिँ पाकिसकेको छ यहाँ धेरै लगभग 30 प्रकारको अङ्गुरहरू चाहिँ फलिरहेको देख्न सक्नुहुन्छ एकदम मजाले आज देखाउँदैछु म तपाईँहरूलाई अङ्गुर हेर्नुहोस् आउन पाइयो घुम्न पाइयो मजाले अङ्गुर हेर्न पाइयो एकदमै बवाल फारम हो अब यो फुल भ्यू देख्न सक्नुहुन्छ माथिबाट ल के छ सेदम घिरिङ गाउँपालिका वडा नम्बर 4 12 विषय हेर्न खाएको यसलाई कप्प खाएको हेर्न कताले यो एकदमै फोटो मात्रै यो अङ्गुर फारम मजाले यसरी हामीले व्यावसायिक रूपमा खेती गर्न सकियो भने हाम्रो देशको लागि एकदमै सहयोग पुग्ने थियो आर्थिक स्थिति सुधार गर्नलाई हामीले यसरी व्यावसायिक रूपमा कृषि गर्न सक्नुपर्छ र यसबाट हामीले धेरै लगभग उत्पादन गरेको अङ्गुरहरू हामीले धेरै खेती चाहिँ गर्नु होइन मजाले पाकिरहेको छ भन्दैमा यसो खाइदिइहाल्यो भने पनि धेरै घाटा लाग्छ होइन यसो हेरौँ
हाम्रो गाईहरू अङ्गुर खाँदा खाँदा सुँगुर जस्तो अगाएर पल्टिरहेको है। हेलो साथीहरू, अङ्गुर खान आम है, अङ्गुर खान। ल यता अङ्गुर छ है। चट्ट सेल्फी खिचौँ। एङ्गल यो अङ्गुरै अङ्गुर, जता पनि अङ्गुर रहेको छ, अङ्गुरै अङ्गुर। यो चारैतिर अङ्गुर, कति खानु अङ्गुर, कति हेर्नु अङ्गुर। यो अर्कै भेराइटीका अङ्गुरहरू देख्न सक्नुहुन्छ तपाईँहरू। अङ्गुर किन्ने कहाँ आउँछ? यहीँ बनेको त्यस्तै लिएर जानु लाग्यो। धन्यवाद। अङ्गुर लाने होइन तिमीहरूले? खान्न खानु। अङ्गुर कसरी किन्न पनि पाइन्छ? कति वर्ष भयो? कसरी केजी अनुसार दिनुहुन्छ? कसरी दिनुहुन्छ अङ्गुर? केजी कसरी दिनुभयो? 1 वर्षमै फल्छ। कति वर्षसम्म मान्छेहरूले यसो टिपेर लिएर नानीहरू के हो यस्तो गाईहरू? के हो यो फलेको? के हो गाईहरू? के हो यस्तो? के हो यो फलेको? के भएको यो? हेलो सबैजनाले, वेलकम छ। गिरिङ 4 मा रहेको अङ्गुर फार्म भिजिट गरिदिनु होला। साथै वाइन पनि किनिदिनु होला। अङ्गुर कस्तो छ? जम्मा 1000 रुपियाँ। अङ्गुर टेस्ट छ अलरेडी। अब हाम्रो घुमघाम सकियो। एउटा वाइन पनि लियो। सुजन डान्स देखाउँछ भन्छ, भाइरल हुन्छ। ल बाई बाई, सी यु इन नेक्स्ट भिडियो।